सम्पूर्ण दर्शकबिन्दुहरुमा नमस्कार। सदाझै नयाँ भिडियो ल्याउने क्रममा हजुरहरुलाई आज एउटा छुट्टी परिवेशको एउटा भिडियो लिएर आएको छु। आम मानिसलाई टाउको दुख्ने गर्दछ। यो टाउको दुखेमा हामीले घरेलु उपचारहरू के गर्न सक्दछौं भन्ने कुराको जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकबिन्दुहरु जतिसक्दो लाइक, शेयर, सब्स्क्राइब र कमेन्ट गर्न पनि नबिर्सिनु होला। आज हामी यही विषयमा चर्चा गर्नेछौं, टाउको दुख्दा खाने घरेलु औषधिहरू। टाउको दुख्नु अधिकांश मानिसको समस्या हो। कामको चाप, तनाव, जीवनशैली, खानपान, मौसम र सहनशक्तिको अभावले टाउको दुख्छ। हेर्दा सामान्य देखिए पनि टाउको दुखाइलाई व्यवस्था गर्न हुँदैन। यदि लगातार टाउको दुखेमा चिकित्सकको परामर्श लिनुपर्छ। तर यदि धेरै टाउको दुख्यो र तत्काल चिकित्सकका जान अनुकूल नभए घरेलु उपायबाट यसलाई नियन्त्रण गर्न सकिन्छ। मनतातो 1 नम्बरमा छ मनतातो पानी र कागती। यदि लगातार टाउको दुखिरहेको छ भने 1 गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पिएमा टाउको दुखाइ निको हुन सक्छ। कागती पानीले पेटमा ग्यास बनेर बसेको विकारलाई निकाल्ने गर्दछ। ग्यासको समस्याले पनि टाउको दुख्ने गर्दछ। 2 नम्बर नुन, दूध र ल्वाङ। टाउको दुखाइबाट आराम पाउन नुन, दूध र ल्वाङको प्रयोग उपयोगी मानिन्छ। आधा चम्मच ल्वाङको धुलो र 1 चिम्टी नुनलाई मनतातो दूधमा मिसाएर पिउँदा टाउको दुखाइबाट आराम मिल्दछ। 3 नम्बर लसुनको रस। लसुनको रस पिउँदा लगातार टाउको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। रस पिउँदा न्यूनतम 1 चम्मच पिउन पर्दछ। लसुनका केही टुक्रालाई निचोरेर यसको रस निकाल्नु पर्दछ। लसुनको एक प्रकारको प्राकृतिक पेन किलर पनि हो। 4 नम्बर पुदिना। माइग्रेनको समस्यामा पुदिनाको सेवन निकै महत्त्वपूर्ण मानिन्छ। प्राचीन समयदेखि टाउको दुखाइको समस्यामा पुदिना खाने गरिन्थ्यो। यदि लगातार टाउको दुखेको छ भने पुदिनालाई चियामा हालेर पिउँदा आराम मिल्दछ। त्यसैगरी 5 जिरा र अदुवाको रस। जिराको धुलोमा अदुवा र धनियाको रस हालेर बनाएको चिया पिउनाले लगातार दुखेको टाउको दुखाइ निको हुने गर्दछ। यो घोल बनाउन 1 गिलास मनतातो पानीमा जिराको धुलो हाल्ने, त्यसपछि अदुवा र धनिया पातको रस हाल्ने र केही बेर उमाल्ने। यसै गरी हामीले दर्शकबिन्दुहरु यसरी छोटो र राम्रो केही ज्ञानवर्धक कुराहरू हजुरहरूलाई सिकाएका छौं। जतिसक्दो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब र कमेन्ट गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।